एभ्रीवान, यदि तपाईहरुको स्किन ड्राई पनि छैन, ओइली पनि छैन र नर्मल स्किन टाइप छ भने यो भिडियो तपाईहरुको लागि हो। आज म एकदमै सजिलो र घरमै बनाउन सकिने DIY फेस प्याकको बारेमा शेयर गर्न लाग्दैछु, जुन चाहिँ नर्मल स्किनको लागि एकदमै पर्फेक्ट हुनेछ। यो फेस प्याक बनाउन सबैभन्दा सुरुमा हामीले 1 चम्चा चामलको पिठो अथवा बेसन लिने। यसले हाम्रो अनुहारको एक्सेस ओइल, डेड स्किनलाई हटाउँछ र डिपली क्लिन्स गर्दछ। साथै हामीले 1 चम्चा हनी लिने। हनीले हाम्रो स्किनलाई नरम र हाइड्रेट राख्दछ र अनुहारमा एक्ने आउन दिँदैन। त्यसैगरी 1 चम्चा बेसार लिने। बेसारले छालामा भएको रेडनेसलाई हटाउनको साथसाथै नेचुरल ग्लो दिन्छ र स्मुथ पेस्ट बनाउनको लागि पर्याप्त मात्रामा दूध राख्ने। अब हामीले सबै इन्ग्रेडियन्टलाई मिक्स गरेर फेस प्याक तयार पार्ने र आफ्नो फेसमा लगाएर 15 देखि 20 मिनेटसम्म राखेर नर्मल वाटरले वास गर्ने।